यो टुथपेस्टले तपाईँको ज्यान लिन सक्छ। विचार गर्नुहोस् है, हेर्नुहोस् त यो टुथपेस्टको पछाडि के छ, यहाँ माथि कालो कलर। यस्तो कालो कलर भएको चाहिँ पुरै रूपमा केमिकलले बनेको अरे। हेर्नुहोस् है, मलाई नि यो कुरा हिजो अस्ति भर्खर थाहा भएको कुरा हो। 4वटा के कलर हुँदो रहेछ, एउटा कालो, अनि निलो, त्यसपछि रातो, त्यसपछि हरियो हैन। कालो भनेको पुरै केमिकल, निलो भनेको अलिकति औषधि र केमिकल मिसेको, अनि रातो भयो भनेको चाहिँ हल्का नेचुरल, अनि त्यसपछि केमिकल, र हरियो भयो भने मात्रै पूर्ण तरिकाले चाहिँ त्यो नेचुरल कुराहरूले बनेको हुँदो रहेछ। यो कुरा थाहा पाउने बित्तिकै चाहिँ म तुरुन्तै मार्केट गएर हेर्नुहोस् यो नयाँ अर्को टुथपेस्ट किनेर ल्याएँ। हेर्नुहोस् महँगै तिरेर भए पनि यो टुथपेस्ट, यसको यो वाला टुथपेस्ट हो। यसको पछाडि यहाँ हेर्नुहोस्, यसको पछाडि के छ, पुरै हरियो। यसको मतलब के भयो, यो पुरै नेचुरल छ, यसमा कुनै पनि केमिकल छैन भनेर मैले यो किनेर ल्याएँ। तर कुरो त्यो होइन रहेछ। हेर्नुहोस् यो भनेको चाहिँ पूर्ण रूपले भ्रमको कुराहरू हुन्। यो कलरहरूको खास मेन पर्पस चाहिँ के हुँदो रहेछ भने तपाईँको फ्याक्ट्रीमा बन्दाखेरि, जस्तो यो सिङ्गै त छुट्टै त बन्दैन, पुरै लामो गरेर बन्छ होइन, तपाईँको चौचौको प्याकेट बनेको जस्तो हो। त्यस्तै अब मिसिनले कहाँनिर चाहिँ काटेर कहाँनिर छुट्याउने भन्नुको लागि यो कलर दिएको हुने रहेछ। त्यो अब फ्याक्ट्री अनुसार, तपाईँको मिसिन अनुसार कलर कुन कुन छ यहाँ होइन। अब यहाँ पुरै रातो रातो छ, यसलाई छुट्याउनको लागि हरियो कलर चाहियो मिसिनलाई। रातोमा रातो कलर हाल्यो भने त फेरि मिसिनले थाहा पाउँदैन। त्यो कारणले चाहिँ यस्तो यस्तो कलरहरू त्यहाँ हालेको हुने रहेछ। यो कलरको कारणले चाहिँ यो भित्र के छ, केमिकल हो कि नेचुरल हो भन्ने कुरा पूर्ण रूपले भ्रम हो। यस्तो भ्रममा नपर्नुहोस्। र तपाईँलाई साँच्चै नै चाहिँ आफ्नो टुथपेस्टमा के छ भन्ने तपाईँलाई थाहा हुनु मन छ भने चाहिँ यसको यहाँ पछाडि हुन्छ, हेर्नुहोस् है। यो पुरानो टुथपेस्ट भयो, म तपाईँलाई पुरानो टुथपेस्ट पनि देखाउँछु। यहाँनिर तपाईँको पूर्ण रूपले इन्ग्रिडियन्ट्स भनेर लेखेको हुन्छ। हरेक टुथपेस्ट किन्दाखेरि तपाईँलाई यदि कन्फर्म हुनु छ भने चाहिँ आफैले चेक गर्नु होला, यहाँ पछाडि के छ, कति मात्रामा केमिकल युज भएको छ, कति कुन कुन केमिकल युज भएको छ भने तपाईँलाई पूर्ण जानकारी लिनु मन छ भने यहाँबाट हेर्नुहोस्। र यस्तो यो कलरले चाहिँ कुनै पनि त्यो हुँदैन। त्यस्तो हुने भए सबैतिर थाहा हुन्थ्यो। अहिलेसम्म जति पनि मान्छेहरूले यो कुरा गरिरहेका छन् त्यो सब भ्रम हो। मैले पनि त्यही भ्रममा परेर हेर्नुहोस् यहाँ दुईवटा टुथपेस्ट किनिभ्याएँ, केही छैन, यो खोलेको छैन, यो सिधेपछि म यो युज गर्छु र यो पनि म पूर्ण तरिकाले युज गर्छु। अब यो कुराहरू कसैलाई थाहा छैन, तपाईँहरूलाई कसैले भनेको थियो कि यस्तो यस्तो कलर हेरेर मात्रै टुथपेस्ट किन्नु यताउति भनेर तपाईँहरूलाई जसले भनेको थियो त्यो मान्छेहरूलाई यो भिडियो पठाइदिनु होला। र यस्तै इन्फर्मेसनवाला भिडियोहरू हेर्नको लागि मलाई फलो गर्नुहोस्। र यो भिडियो मन परेमा यो भिडियोलाई लाइक चाहिँ गर्न नबिर्सिनु होला, र तपाईँको प्रतिक्रिया जस्ताको जस्तै कमेन्टमा लेख्नु पनि नबिर्सिनु होला। थ्याङ्क यू।